हामीले कपडा लाउँदै थियौँ अनि यो चाहिँ मेरो दिदीले रोज्नु भएको है यो हाई हाई हामी आज कहाँ जानु लाग्यो यतिकै दोकानतिर खाजा खान जानु लाग्यो हामीसँग हाम्रो प्यारी रुदु छिन् इफ हजुरहरूले योभन्दा अघिको ब्लग हेर्नुभएको थियो भने थाहा थियो कि रुदिन आएकी छिन् भन्ने हामीहरूले टिकटक बर्गर हाउसमा आएको ये नयाँ माइक ट्राई पनि गरेको यो माइकको बाटो कस्तो आवाज आएको छ तपाईँले ट्राई गर्न लाग्यो तर आइफोनको आवाज बेटर हुन्छ जस्तो लाग्छ मलाई त्यही पनि हेरौँ के हुन्छ ल भाइ ल है त अब अहिलेपछि हामी हाम्रो खाना आउँछ यहाँ अनि त्यसपछि त्यो खाना देखाउँछौँ खाना देखाउँछौँ होइन फेरि कन्टिन्यू गर्छौँ ब्लगलाई ओके त्यो रुदु पनि केही बोल्छ के बोला के भन तिम्रो इन्ट्रोडक्सन देऊ म रुदिना फुल नेम अधिकारी रुदिना अधिकारी अहिले सिस्टर अफ जिज्ञासु अधिकारी एन्ड जागृति अधिकारी यहाँ एकजना सिस्टर मात्र बाँकी छैनन् बाइ द वे विदिता अधिकारी अरू सबै विदिताको यहाँ फोटो राख विदिता इज आवर रेगुलर भ्युअर बाइ द वे विदिताको फोटो यहाँ हुन्छ यहाँ सो हामी 4 जना हाम्रो फ्यामिलीको छोरीहरू मध्ये चाहिँ अधिकारी गर्ल्सहरुको फोटोमा चाहिँ छि अधिकारी गर्ल्स नभएर प्लिज यो काटमै नो 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 सो मैले रुदिनालाई र जिज्ञासु त पहिले देखेको थिएँ बट यिनीहरूलाई मैले हाई रुदु यो धुलीखेल हस्पिटल देखाइदिन लिएर आएको यो चाहिँ त्यो हो केयु बुझ्यौ यो हो केयु यो दिस इज केयु पर्सि हामी त्यहाँ जाने घुम्नलाई है अनि यो मेरो कलेज हो यो देखाइदिएको म एक दिन रुदुलाई यहाँ ल्याउनु पनि ल्याउँछु यही ठाउँतिर We are having रुदुको फर्स्ट टाइम जापानिज ट्यारो फ्लेभरको बबल टी ट्राई गरेको कस्तो छ टेस्ट यसको एउटा टेस्ट छ कि यसको के जस्तो छ यो भन गाई होइन ट्याब्लेट मिठाई खाइन्छ नि एउटा यस जिज्ञासुको आज ड्युटी छ नाइट सो हामी आज कहाँ जानु लाग्यो त बनेपा जानु लाग्यो हाई वी आर इन बनेपा आज बनेपा जात्रा भएको भएर मान्छेहरू एकदम धेरै छन् हामी मेलामा थियौँ होइन चण्डेश्वरी जात्राको मेलामा अनि अनि हामीले अलिअलि सामान किन्यौँ यो पनि किनेकी दिदीले अनि हामीले अघि गेम पनि खेल्यौँ अब हामी त्यही मजा गर्दैछौँ यहाँ रमाइलो छ हाम्रो सो यो चाहिँ टिकट यो खेल्नको लागि
मजा आयो खेल्न मन थियो बट पाइएन है यो हो हाम्रो सिर हस्पिटल रुदु हेऱ्यौ कसो लाग्यो हामीलाई यो चाहिँ क्यान्सर केयरको राम्रो खालको यो म चराहरूको आवाज हो चराहरू छ राम्रो छ कस्तो लाग्यो ओभरअल हस्पिटल राम्रो लाग्यो राम्रो छ बाइ द वे यो चाहिँ दिदीको रातिको ड्युटी रुम हो त्यही हो ल अब हामी चाहिँ दिदीको आज ड्युटी छ सो दिदी आइबस्नुहुन्छ हामी चाहिँ जान लागेको अब घर गाडी कुर्दैछौँ अनि यस्तो धेरै मान्छेहरूले अझै धेरै कुर्दैछन् आज चाहिँ हामी कता जान निस्केको काठमाडौँ युनिभर्सिटी केही होइन त्यहाँ अलिअलि राम्रो छ त्यही भएर अनि पहिला हामी बनेपा जान्छौँ त्यसपछि हामी कहाँ जान्छौँ एकछिनपछि थाहा हुन्छ आज एकदम घाम लाग्छ तर्को फर्स्ट चिज केकको टेस्ट है होइन अहिले चाहिँ हामी आएको छौँ कता ह्याप्पी वफल आयो हाम्रो अब हामी केयु जान लागेको पछाडि के छ अहिले केयु रुदुलाई देखाउनु ल्याएको है हामी चाहिँ सोच्नु होला कि हामी घुम्न आएको राम्रो छ हेर न लास्ट धेरै ऊ छ मतलब के भन्छ यो हरियाली होइन रुदु मन पर्यो एज अ टुरिस्ट स्पट तिमी यसलाई लिन्छौ कि लिन्यौ लिन्छु रमाइलो हुन्छ त होइन अब हामी यहाँ बसेर एक दुईवटा युरोपियन स्टाइल छ क्या मतलब ट्याक्कै युनिभर्सिटीवाला भाइब छ नि त अब हामी एक दुईवटा रिल बनाउनु पर्यो गेम खेल्छौँ होइन त्यसपछि हामी अब जान्छौँ हामी के हान्छौँ चटपट पानीपुरी हान्छौँ यो वाला ठाउँमा हामीले फोटो चाहिँ म यहाँ अट्याच गरिदिन्छु है फोटो 1 2 3 चटपटाइ अनि यस्तो राम्रो स्पोर्ट्समा फेला पारेमा हामीले पानीपुरीको झोल यो के हो आलु मच्छे है यो सो हामी दुईजनाको मेकअप लास्टमा गरेर यस्तो भयो हामी एक दुईवटा फोटो खिच्नको लागि कहीँ होइन यही ठाउँमा मात्र हो यही बाहिर यही फोटो खिच्नको लागि किनकि मैले बनाइदिएको यो कर्ल्स हाइलाइट गर्नुपर्छ रुदुलाई एक्लै आऊ भनेको होइन ऊ खै हराइकी जस्तो छ हेलो रुदु हामी चाहिँ आज मैले रुदिनालाई हाम्रो कलेज देखाउन ल्याइदिएको छ नि यो वान अफ द कर्नर अफ मेडिकल हस्पिटल ल्याएको थिएन कस्तो लाग्यो हामी चाहिँ तर अहिले पानी पर्न आएको भएर पुरै How are you? I'm fine. यहाँ चाहिँ हाम्रो अहिले मिटिङ हुँला अनि यता यो हो हाम्रो धुलीखेलको ओपिडी रुदु त्यहाँ हेर ओपिडी अनि यता अहिले यस्तो भयङ्कर बारिस भइरह अनि त्यो पनि हाम्रो कुनै कर्नर अफ धुलीखेल हस्पिटल हो है त्यो भएको
र पानी परेको हेरौँ ओ माई गड हामीसँग के छ हामीसँग छ waffle दुईटा फर रुदु एन्ड जागृति Hi. We are shifting to a new place. खाजा खानलाई आएको हामी छ मैले धुलीखेल हस्पिटलमा रुदिनालाई घुमाउन ल्याएको रुदिनालाई धुलीखेल हस्पिटल सो यो ओपिडी रुदु तिमी आइछौ होइन एकचोटि अनि यो पछाडिको अहिले बेसी हामीलाई ल के छ भन्दा हाम्रो हस्पिटलको लिफ्ट पनि छ यत्रो सिडी चढेर आयौँ रुदिनालाई देखाउनलाई यो सबै यो रुदु बाल केन्द्र अब हामी यहाँ जान्छौँ बाल रोग केन्द्र केन्द्रहरू बच्चाकै काम गर्दै खाने रुदु इज स्टिल चाइल्ड है बाइ द वे रुदुको त एक्साइटमेन्ट नै छ रुदुको जीरो एक्साइटमेन्ट लेभल के जीरो हामी यहाँ चाहिँ टिन्टहरू किन्न आएको ल This is after almost 5 to 6 days and we are at Pizza House Banepa किन किनकि नो ब्रेनर नि अफ कोर्स पिज्जा हाउस पिज्जा हाउसमा पिज्जा खान आएको हामी अनि आज हामी अन्त कहाँ जाने रुदु भन्छ कुन आली नजिक आएर कहाँ मुभी हेर्न कुन मुभी लाली बजार हामी अहिले रिभ्यू दिन्छौँ ल हाम्रो पिज्जा हाउस पन्जेरो रे खै के हो थाहा छैन हामी टेस्ट गर्छौँ मलाई छुट्टी आयो कसम गुङ्गा बोला गुङ्गी बोली मेरो पनि टेस्ट यस्तो धेरै रुखहरू पुरा फालिराखेको रहेछ काटेर त्यहाँबाट कस्तो राम्रो है देऊ थ्याङ्क यू रुदुले पनि पाइसकिन है मुख राम्रो बनाऊ है मैले यो फर्निचरको दोकानमा हामी फाइनली कहाँ आयौँ मुभी हलभित्र आयौँ मुभी सुरु हुन अलमोस्ट 1 घन्टा बाँकी छ अनि हामी कुदेर बसेछौँ कुन मुभी हो हामीले हेर्लाको लाली बजार अघि भन्छ केला हो मुभीको इन्टरभलमा आइसक्यौँ वी हेभ लेट अनि रुदिनालाई ओभरअलमा मुभी कस्तो लाग्यो इन्टरमिसनसम्म राम्रो छ ठिकै छ आई वुड मलाई रिग्रेट भएन मलाई कुनै पनि रिग्रेट भएन अहिलेसम्म सिनेमामा गएर हेरेको मुभी है त्यही भएर यो ब्लगको एन्डिङ गर्न लाग्छौँ विथ रुदु गोइङ ब्याक टु पोखरा अन्त रुदुलाई रेडी भएर अब चाल लागेको इट इज 5 ओन्ली बिहानको तर अहिले चाहिँ हेर्दा चाहिँ उज्यालो देखिरहेको रुदिनालाई साइबा जस्तो बनाएर जानु लागेको